आजको बजारमा ठूलो मुभमेन्ट आएको छ। एनएचपीसी 315 मा ट्रेड भयो, 3 रुपियाँले बढ्यो। एसएमएचएल 528 मा छ, 17.2 रुपियाँले घट्यो। अब के गर्ने? बाइ गर्ने कि वेट गर्ने? सबैभन्दा पहिले एनएचपीसी को कुरा गरौँ। आजको एलटीपी 315 छ, जुन 3 रुपियाँको बढोत्तरी हो। मोमेन्टम अलि पोजिटिभ देखिएको छ, त्यसैले सर्ट टर्म करेक्सन पछि राम्रो र्याली देख्न सकिन्छ। टेक्निकल पाटो हेर्दा यसको सपोर्ट 310 देखि 312 कोलम एरियामा छ भने रेजिस्टेन्स 320 देखि 325 मा देखिन्छ। सर्ट टर्म टार्गेट 325 देखि 335 सम्म राख्न सकिन्छ। यदि 325 कोलम लेभल स्ट्रङ ब्रेकआउट भयो भने यो 350 भन्दा माथि जाने सम्भावना रहन्छ। रणनीति बनाउँदा प्राइस 310 तिर आएमा एक्युमुलेसन गर्नु राम्रो हुन्छ। अब एसएमएचएल लाई हेरौं। आजको एलटीपी 528 छ, असोज 17 गते 0.2 रुपियाँको गिरावट हो। यो एउटा सिग्निफिकेन्ट ड्रप हो जसले प्रॉफिट बुकिङ वा मार्केट करेक्सनको संकेत गर्छ। यसको बलियो सपोर्ट 520 देखि 525 कोलम रेन्जमा छ भने रेजिस्टेन्स 540 देखि 550 मा छ। सर्ट टर्म टार्गेट 540 देखि 555 सम्म देखिन्छ। यदि बजारमा राम्रो मुभ आयो भने 580 सम्म पुग्न सक्छ। रिस्क लिन सक्ने लगानीकर्ताले सपोर्ट एरियातिर इन्ट्री कन्सिडर गर्न सक्नुहुन्छ, तर स्टप लस अनिवार्य लगाउनु होला। समग्रमा भन्नुपर्दा आजको बजार अलि भोलाटाइल छ। एनएचपीसी तुलनात्मक रूपमा सुरक्षित र सानो मुनाफाको लागि ठीक देखिन्छ भने एसएमएचएल हाई रिस्क र हाई रिटर्न चाहनेका लागि उपयुक्त हुन सक्छ। साना लगानीकर्ताले एनएचपीसी मा फोकस गर्नु राम्रो होला। जुनसुकै ट्रेड गर्दा पनि आफ्नो रिसर्च र स्टप लसलाई सधैँ ध्यान दिनुहोस्। तपाई अर्को कुन स्टकको विश्लेषण चाहनुहुन्छ? कमेन्टमा लेख्नु होला।